मैले त चुनौती दिने गरेको छु। मेरो जीवनका कुनै पनि समयमा, चाहे म प्रधानमन्त्री भएको बेला होस्, त्यो बेलामा पनि मुलुक चलाउने, मनमोहनजीलाई सहयोग गर्ने मूल मान्छे मै। त्यसपछि प्रधानमन्त्री भएर झन्डै 2 वर्ष मुलुक चलाउने, संकटको बेलामा देशलाई अघि बढाउने मै। अरू बेलामा पनि पार्टीको नेता भएर धेरैभन्दा धेरै मान्छेहरूलाई मन्त्री बनाउने मान्छे, उप प्रधानमन्त्री बनाउने मान्छे, राजदूत बनाउने मान्छे, राजनीतिक नियुक्ति दिने मान्छे पनि मै। राजनीतिक नियुक्ति दिनेदेखि लिएर धेरै मान्छेका धेरैभन्दा धेरै कामहरू गरेको म पनि हुँ एउटा। तर कोही मान्छे छ यो धरतीमा जन्मेको जसले भनोस् माधव नेपालले 1 नयाँ पैसा घुस कसैसँग लिएको छ? म चुनौतीका साथ भन्न चाहन्छु।